आसपासमा बसोबास गर्नुहुने स्थानीय बासिन्दाहरूलाई सतर्क रही सुरक्षित स्थानमा बसिदिनु हुन अनुरोध गरिन्छ। र यस सूचनासँगै रसुवा जिल्ला स्थित सुरेश चप्रीबस्तीबाट भारी वर्षा भएको र त्रिशुली नदीको पानीको बहाव बढेको भनी पुलिस केन्द्रलाई जानकारी आएको छ। हेलो शिवचन्द्र अरू को बोल्नु भएको? म सुरक्षा देश प्रवेशीबाट जमनित्र छोडेर बोलेको। लगातार भारी वर्षा भइरहेको र नदीको बहाव बढेर बाढी आउने खतरा भएको छ। स्ट्यान्डबाई टोलीलाई आवश्यक सामानसहित तयारी हालतमा राख्नुहोला। साथै नदी किनार आसपास बस्ने स्थानीयलाई सतर्क रहन सूचना दिनुहोला। हुन्छ, हामी तयार छौँ। बाइक केही भएमा खबर गर्दै गर्नुहोला। धन्यवाद। र सोही बाढी आउने अग्रिम चेतावनीको लागि विदुर नगरपालिका टेबीघाटमा रहेको विद्युत प्राधिकरणको साइरन सिस्टमद्वारा वार्निङ दिएको छ। बाढीमा फँसेका केही मानिसलाई स्थानीय स्तरमा भएको स्रोत साधनको मार्फत उद्धार गर्दै गरेको हामी देख्न सक्छौँ। कन्ट्रोल रुम कहाँबाट को बोल्नु भएको? मनिष तामाङ बोलेको सर। यहाँ बाढी आएर पसेसम्म बगाएको छ सर। तुरुन्त हजुरहरूको उद्धार टोली पठाइदिनुपर्छ सर। हुन्छ, म पठाइदिन्छु। नआत्तिकन बस्नु होला। हेलो, जिल्ला आपतकालीन सूचना केन्द्र, कहाँबाट को बोल्नुभयो? सर, म जिल्ला प्रहरी कार्यालय मार्फत कन्ट्रोल रुमबाट बोलेको सर। देवीघाट बजार नजिक आदि खोलामा सञ्चालकको कमान्डमा इनिसियल ऱ्यापिड असेसमेन्ट टिम बनाएर काम गरिरहेको छ, जसमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, रेड क्रस सोसाइटी तथा संयुक्त विपद व्यवस्थापन IRA रहेको छन् भने आफूसँग उपलब्ध ड्रोन, क्यामेरा र बाइनाकुलर जस्ता इक्विपमेन्टहरूबाट घटनास्थलको अवलोकन गर्दै गरेको देख्न सक्छौँ। बेस बनाउने कार्य भइरहेको छ। अहिले आवश्यक बेस निर्माण पश्चात रेस्क्यू टिम श्रीधरिङ रेस्क्यू सिस्टम मार्फत नदीको बिचमा फँसेको मानिसलाई उद्धार गर्न झर्दै गरेको हामी देख्न सक्छौँ।
सिडरिङ रेस्क्यु टिमले उद्धार गरेको मानिसहरूलाई राफ्टिङ बोर्डमा राखी सुरक्षित स्थानमा लैजानको लागि राफ्टिङ बोर्ड अगाडि बढ्दै गरेको हामी देख्न सक्छौँ। नदीमा फँसेका मानिसहरूलाई सुरक्षित स्थानमा ल्याई स्ट्रेचर मार्फत प्राथमिक उपचार स्थलसम्म पुर्याउने कार्य गरिरहेका छन्। र यति बेला पहिरोमा फँसेका सुरक्षाकर्मी अगाडि बढ्दै गरेको हामी देख्न सक्छौँ। र यति बेला नदीको बीचमा फँसेका मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानतर्फ ल्याउने कार्य भइरहेको छ। पहिरो तथा उद्धार कार्यमा खटिएर कार्य गर्दछन्। र यति बेला बाढी पहिरोको कारण पुल समेत बगाएको हुँदा हाई रोड सिस्टमबाट घाइते बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि तयारी गर्दैछन्। यति बेला स्यालोवेज टोलीले पहिरोमा पुरिएका महत्त्वपूर्ण सामानहरू खोज्ने कार्य गरिरहेका छन्। हेलो, यहाँहरू सम्पूर्णमा नमस्कार। यो चाहिँ नेपाल रेड क्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको स्टल रहेको छ र तपाईँहरूले अगाडि यहाँ देख्न सक्नुहुन्छ यो ट्याङ्काभित्र चाहिँ सम्पूर्ण सामानहरू चाहिँ हामीले यहाँ इन्क्लुड गरेर राखेका हुन्छौँ र यो विपद प्रतिकारी सामग्री भनेर रेड क्रसले चाहिँ समुदाय स्तरमा पनि यो सामग्री अलरेडी हामीले वितरण गरिसकेका छौँ। प्लस क्याडले कम्युनिटी एक्सन फर डिजास्टर रेस्पोन्स भन्छ, सामुदायिक विपद प्रतिकारीको लागि सामुदायिक पहल, त्यो तालिम पनि हामीले समुदाय स्तरमा सञ्चालन गरेका छौँ र आवश्यक पर्दाखेरि यो सामग्रीहरूको परिचालन प्रयोग कसरी गर्ने भनेर उहाँहरूले गर्नुहुन्छ र झटपट झोला चाहिँ हामीले घर घरमा बनाएर राख्नुपर्छ र यो भित्र चाहिँ के सामग्री हुन्छ भनेर यहाँ हामीले ब्यानर पनि बनाएका छौँ। तयारी खानेकुरा यो चाहिँ अलरेडी हामीले पकाउनको लागि ताउरा भाँडा कुँडा केही चाहिएन, हामीले सिधै खान मिल्यो।
र प्लस सरसफाइ सामग्री मर्यादा किट भनेको हाइजिन प्रमोसन किटहरू जस्तो मेन्सुरेसन हुन्छ प्रयोग गर्ने प्याडहरू, ब्रस, टुथपेस्ट, साबुन लगायतका सामानहरू हामीले राख्न सक्छौँ। प्राथमिक उपचार सामग्री यदि हामीलाई चोटपटक लागिहाल्यो भने फर्स्ट एड गर्ने सामग्रीहरू, आपतकालीन सम्पर्क नम्बरहरू, दमकल, एम्बुलेन्स, जनप्रतिनिधिको नम्बरहरू पनि हामीले राख्न सक्छौँ। र अर्को स्वच्छ पिउने पानी, टर्च लाइट, आकस्मिक औषधिहरू जो हामी रेगुलर रूपमा खान्छौँ अथवा चाहिँ आकस्मिक अवस्थामा प्रयोग गर्ने औषधिहरू पनि हामीले राख्न सक्छौँ। डोरी, पोर्टेबल एफएम रेडियो, सबै सञ्चारको माध्यमहरू ब्लक हुँदाखेरि अथवा रोकिँदाखेरि चाहिँ रेडियोको हामीले प्रयोग गर्न सक्छौँ सूचना प्राप्त गर्नको लागि। र यसै गरी स्विच नाइफ भन्छ चक्कु, त्यसले चाहिँ हामी धेरै प्रयोग गर्न सक्छौँ। नगद पैसा, चिठी जरुरी छ भनेर रेड क्रसको चाहिँ एउटा कन्सेप्ट छ। यसमा चाहिँ परिवारमा रहेका सदस्यहरूको नाम, उमेर र काम गर्ने स्थान र उहाँहरूको फरक किसिमको क्षमता छ भने कोही शारीरिक रूपमा अस्वस्थता हुन सक्नुहुन्छ, उहाँहरूको डिटेल हामी लेख्छौँ। र घरभित्रको सुरक्षित स्थान, घरभित्रको सेफ्टी जोन कहाँ हो र घर बाहिरको सेफ्टी जोन कहाँ हो, घरभित्र रहँदाखेरि कहाँनिर सुरक्षित स्थान बस्छ, घर बाहिर चाहिँ कहाँनिर भेला हुने भनेर सबै परिवारको हामीले जानकारी गराउँछौँ। यदि कोही मेलामा हुन्छ, कोही मिलमा जानुभएको छ, कोही बजार जानुभएको छ, कोही खेतमा जानुभएको छ अथवा कोही काममा जानुभएको छ भने परिवारको सदस्यहरू सबको नाम र कामबारे बताउने सर। सबभन्दा पहिले पन्जाब। हजुर सर। सबै सामग्रीको नाम भन्दै जानुभयो नि भयो। डाइनामिक रोप सर, यो स्ट्याटिक रोप, यो सिटिङ बेल्ट, फायर सुट, सिट हेलमेट, लिफ्टिङ बेल्ट भन्ने सामानहरू चाहिँ ठुल्ठुलो गरौँ सामानहरू चाहिँ यो बेल्टमा बाँधेर यो 11 दिनमा हुँदैन एक ठाउँबाट अर्को ठाउँमा लैजानलाई प्रयोग गरिन्छ। त्यो फायर सुट जल्दैन सर, सानो आगोमा प्रयोग गरिन्छ। हजुर सर।